काम गर्ने मान्छेलाई कामी भनेर घरभित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन। विदेशमा श्रम गर्नलाई हामीलाई लाज लाग्दैन। विदेशमा जाने बित्तिकै हामी चाहिँ विदेशीको टोइलेट पनि सफा गर्छौँ, अहिले शौचालयमा काम गर्छौँ, किचनमा काम गर्छौँ होइन। श्रम भन्ने विषयदेखि हामी यति टाढा गयौँ, शिक्षाले नै हामीलाई त्यस्तो बनायो। काम गर्ने मान्छे भनिसकेपछि हामी घिनाउँछौँ, पसिना बगाउने भनेपछि हामी अल्छी मान्छौँ। काम र काम गर्ने मान्छेलाई वर्षौं वर्षदेखि विभेद गरेको छ हाम्रो समाजले। काम गर्ने मान्छेलाई कामी भनेर घरभित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छ। त्यसो भएको कारणले गर्दाखेरि म सम्मानित सदनबाट आज एउटा सन्देश पनि दिन चाहन्छु, कामलाई माया गरौँ। श्रम मात्रै त्यस्तो एउटा शक्ति हो जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामी कसलाई कति ट्याक्स लाउने, 1 रुपियाँ कहाँबाट उठाउने, 2 रुपियाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ, तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा परिणत गर्नका लागि श्रमको अभियान, श्रम गर्नुपर्छ भन्ने शिक्षा, श्रमप्रतिको चाहिँ एउटा सकारात्मक धारणा हामीले कहिले पनि धारण गर्यौँ। फलत हामी सधैँभरि गरिब छौँ।